So welcome guys, it's me your sweetest prettiest अनुपा गुरुङ अनि अहिले चाहिँ हजुरहरु हेर्दै हुनुहुन्छ अनुपा गुरुङको भ्लग अनि यहाँ भ्लगमा चाहिँ म भन्न गइरहेको छु भोलि हामी गोर्खा जाँदैछौँ मेरो होम टाउन गोर्खा प्लस हामी मम्मी बाबा म ट्रिप फ्यामिली ट्रिप भने पनि हुन्छ तर फ्यामिली ट्रिपमा मेरो दाइ मिसिङ छ अहिलेको लागि किनकि उ आफ्नो ट्रेनिङमा छ त्यही पनि यहाँ उहाँलाई चाहिँ एकदम धेरै याद आयो हाम्रो दाइको के भन्न चाहनुहुन्छ मम्मी अहिले हाम्रो मम्मी रोइदिनुहुन्छ गाइस के भनिदिनु नि त दाइलाई अब तिमी आएपछि फेरि जाने हो हामी भन्नु न मेरो बाबु आएपछि फेरि जाने हो हामी गाउँ अहिले हामी मात्रै गइरहँदाखेरि जानै पर्यो फेरि एकचोटि पूजा छ अनि जानु लागि छ फेरि बेसी याद आइरह बाबुको फेरि पनि आएपछि जाने हो हामी सो हाम्रो मम्मी चाहिँ अलिक स्याड भन्नु भइसक्यो किन दाइको कुरा गर्ने थियो तर केही छैन म चाहिँ मेरो दाइप्रति एकदम प्राउड छु किनकि त्यसले हाम्रो खानदानमा नाम रोसन गरिसक्यो र त्यही पनि दाइसँग चाहिँ हामी पछि घुम्न जान्छौँ फेरि गोर्खा हाम्रो किनकि घरै त्यही हो नि ल अहिले चाहिँ हामी प्याकिङ सुरु गर्न थाल्नु भइसक्यो मम्मीले यो कोसेली हो यो चाहिँ गाउँको लागि अनि यहाँ चाहिँ कति धेरै लुगा एकदम मेस छ म भोलि बिहान हजुरहरूसँग भेट्छु तयार भइसक्यो बाई गाइज टु गाइज हामी खै तपाईँसँग त्यो बाइक बनाउनु पाएन किन भन्दाखेरि हामी ढिलो भइसक्यौँ दिस इज माई हाम्रो चाहिँ यो गाइस हामी चाहिँ यहाँ बस पार्क आइसक्यौँ र गाडी पनि चढिसक्यौँ अब अँधेरोमा धेरै भिडियो बनाउनु मिल्दैन किनभने के पनि देख्दैन सो म चाहिँ अब हजुरहरूलाई उज्यालो भएपछि यहाँको भ्यू देखाउँदै स्टे ट्युन बाई बाई गाइस हाई बाबा सो गाइस अहिले चाहिँ हामी आखिर बाबाको घरमा खाना आइपुगिसक्यौँ अब यहाँ खान्छौँ अनि त्यसपछि हामी माथितिर लाग्छौँ सो यो चाहिँ हो हाम्रो बस स्ट्यान्ड कि बस पार्क हाम्रो माथि जाने अनि यहाँ चाहिँ म हुनुहुन्छ हाम्रो बाबा अनि हाम्रो चाहिँ कति बज्यो अहिले हाम्रो 10 बजेको गाडी छ अनि अहिले चाहिँ साढे 9 बजी अनि अब एकछिनमा हिँड्छौँ हामी यहाँ खाना खाएर त्यहाँ ठुल बाबाको होटल बाई गाइस सरी सो गाइज हामी चाहिँ फाइनली गाडी चढिसक्यौँ अब गोर्खा हाम्रो यो गोर्खासम्म हो यो चाहिँ अब योभन्दा माथि चाहिँ यो गाडी जान्छ सो गाडी चेन्ज सो गाइज अहिले चाहिँ हामी सोधीको खोलामा आइपुगिसक्यौँ यहाँ दाइको पसलमा अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सोधी खोला होइन यो सो गाइज अब सोधी खोलाबाट सिधै उकालो माथि यता चाहिँ हाम्रो मामा घर पर्छ अनि हाम्रो यता चाहिँ गाउँ पर्छ उता माथि डाँडामा अनि यो म भए बाबा त्यहाँ हाम्रो बाबा हाई ल मैले मुस्कान र मेरिसालाई मिस गर्दैछु है यो भिडियो यो बनाउँदाखेरि यहाँ हाम्रो मम्मीले चाहिँ एकता कुरा भन्दै कि मलाई यहाँबाट अब मेरो मामा घर त आयो नि त बेसी हो नि त त्यो त मुनि हो अनि मम्मीले अब भन्दै हुनुहुन्छ हाम्रो घर त आइसक्यो मेरो घरतिर भएको भए त आइसक्थ्यो किन भन्दा म त बजार एरियामा बसेको चेली हो तेरो बाउको मात्र गाउँतिर अरे हिँडेर नि जानुपर्छ अझ कति धेरै हामी त यहीँ रोडको छेउमा हौ बजार एरियाको बजारको केटी हो अरे हाम्रो मम्मी त बजारको केटी अनि हामी चाहिँ गाउँले हो अरे है सो गाइज हामी चाहिँ हिँडिरहँ अहिले गाउँ जाने बाटो किनभने हाम्रो गाउँ अलि हिँड्नु पर्छ गाडी चाहिँ जाँदैन यहाँ मम्मी हुनुहुन्छ केही साउन्ड बोक्दैन बाबा र म अनि यो बाबा यसलाई के भन्छ अरे
डाँटो माथि र हो यो डाकोटोल माथि के समथिङ के हो थोरोङ धोरोङ कि थोरोङ थोरोङ यहाँ चाहिँ पानी खाने नुहाउने ठाउँ रहेछ सो हेर्न सक्नुहुन्छ भ्लग हाल्छु कि हाल्दैन थाहा नि त्यही पनि भन नन भ्लगर हो हेरेको भ्लगर बट नट पोस्टेड भ्लगर सो गाइज अहिले चाहिँ हामी पुगिसक्यौँ डडेलो खोला अनि यो चाहिँ मुस्कान हामीले फोटो खिचेको ठाउँ मेरिसाहरूले है गाइजहरू हेर्नु सक्नुहुन्छ आज म डेन्जर उकालो चढेँ त्यही पनि ब्याग बोकेर आइसकेको मलाई चाहिँ काकाले बाजेले यहीँ उकालो होइन भनी माथिको बाटो लिएर आएर यति उकालिन्छ म अहिलेसम्म कि इभन मैले के अरे रुखको दाउराधरी बाँचिसकेँ यति गाह्रो भइसक्यो नि or more to go यति हिँडिसक्यो नि स्वर्गभन्दा अगाडि नर्क आउला जस्तो भइसक्यो त्यही पनि आई विल गो किनभने मलाई ट्रेकिङ गर्न एकदम सक थियो तर गाइज अहिले चाहिँ यसरी हामी अब घर आइपुग्न आयो यो मेट्रो लगहरू हाम्रो पुरै गाउँै हाम्रो हो यो चाहिँ मैले माथिबाट देखाउनै बिर्सेछु सरी तर म एकछिन बादमा हालिदिन्छु फर्स्टमै क्लिप हालिदिन्छु हाम्रो चाहिँ गाउँमा अनि देखाइदिन्छु हजुरहरूलाई यो चाहिँ हाम्रो घर जहाँ देखाउँ कि हाम्रो केराबारी हो यो हाम्रो बाजेले बनाउनु भएको केराबारी अनि हाम्रो पारिबारी हात द्याट्स माई होम यो हाम्रो घर अहिले देखाइदिन्छु हाम्रो बाजेले यति राम्रो गार्डन बनाएर राख्नुहुन्छ कि बाजे कराउनु निस्क्यो यो चाहिँ गाडीमा आधा रे यार त्यस्तो नि भन्ने आधा मैले सिधै नमस्ते मलाई नि खाइदियो हाम्रो बाजे हाई बाजे भन्दैन हेलो भन्नु न हेलो को लायो को अहिले युट्युबमा आउँछ ब्लग चाहिँ यतिमै एन्ड बाई बाई गाइज